हामी चाहिँ सिद्धकाली मन्दिरभित्र खेल्दैछौँ हामी आएको अब सिद्धकाली मन्दिर चैनपुर शङ्खसभाको चैनपुर भन्ने ठाउँमा यहाँ चाहिँ यसरी बिउ बालिँदो रहेछ यसरी घन्टी बजाउँदै लगभग यहाँ घन्टी होला 4-5 घन्टी मेन पूजा भाकल सिद्धकाली आउने बहिनीहरू सिद्धकाली मन्दिर भित्र चाहिँ देखाउनु पर्छ यो चाहिँ आँखा कसको आँखा रे कालीको आँखा सिद्धकाली यस्तो रहेछ ल यता चाहिँ मन्दिरभित्र पस्नुको लागि पैसा खोजेर पार्दैछ अब पूजा सुरु हुन आँटेको छ है हाम्रो भित्र पूजा गर्दै 6 महिनीहरू कछुवाले बोकेको छ नि त धाम कछुवाको त यो कछुवाले बोकेको रहेछ होइन यसको केही होला इतिहास गरेर निक्लेको छ यो चाहिँ कालीको जुत्ता नलाई जानुभयो त्यहाँ भित्र पूजा गर्छ बहिनीहरू यो एरियामा चाहिँ कालीको आँखा खसेको हुनाले भनाइ किम्बदन्ती चाहिँ मन्दिर स्थापना गरेको छ पूजा गरेर निक्ले एसीमा पास हुन्छ भनेर वर मागेर फोटो खिचेको थियो त यहीँबाट फोटो खिच्नु मिल्छ क्या ल राम्रो आयो ल सिंगल घाम आयो यता यता हो दे त्यहाँ बस्छ मेरो भिडियो पे यता उता भयो आँखा पनि आयो यहाँ आइसकेको त्यहीँको ल ल नमस्ते खोइ नमस्ते
ल पूजा आजको चाहिँ हामीले पूजा गरिसक्यौँ अब हामी घर फर्किँदैछौँ 2 घन्टा जस्तो लाग्छ यहाँबाट हाफ ल पुरै सिद्धकाली मन्दिर फर्स्ट टाइमै आएको हो नि त हामी छ कताबाट हामी जानु अघिबाट बहिनी र छोरीले पूजा गरिसकेर अब हामी चाहिँ पुनः घरतर्फ लाग्दैछौँ अब जुत्ता लाउने जुत्ता बोक्नु नि भिडियो बनाउनु ल नि होइन जुत्ता बोक्दा हुन्छ हौ त्यो अनि टेक्नु पर्दैन बाइकमा यसो पहिला जान्नु भयो यता हामी आज चाहिँ पूजा गरिसकेको छौँ होइन अनि फर्स्ट टाइम सिधा काली मन्दिर आएको जाने धोको कति धेरै थियो आउने हो आउने धोको आधा पुरा भयो होइन